नमस्ते अनि हेलो अनि सबैजनालाई चाहिँ गुड मर्निङ अनि गुड आफ्टरनुन हेलो नमस्ते अनि सबैजनालाई चाहिँ गुड आफ्टरनुन भन्दै थिएँ म एकछिन यहाँनिर गडबड हो रहा है हेलो अनि नमस्ते सबैजनालाई चाहिँ गुड इभिनिङ अनि सबैजना चाहिँ सन्चै हुनुहुन्छ भने म आशा गर्छु आई एम स्योर इन फ्रन्ट अफ यु गाइज एन्ड तपाईँहरूको सामुन्ने चाहिँ द्याट आई एम कमिङ इन फ्रन्ट अफ यु आफ्टर अ लङ टाइम चाहिँ हजुरहरूको सामुन्नेमा आएको छु र सबैजना चाहिँ सन्चै हुनुहुन्छ भन्ने म आशा गर्छु बिकज एभ्री टाइम वी अल आर पिपुल आर busy in our works, in our daily life, in our daily work of life. So guys, तपाईँहरूलाई चाहिँ टुडे तपाईँहरूको दिन कस्तो गयो भनेर म पहिला सोध्न चाहेँ किनकि आवर डेज निड अ गुड एन्ड निड अ बेटर है फर्स्ट अफ अल वी निड आवर वर्क इज गुड एन्ड बेटर एन्ड ओन्ली वी क्यान टक अबाउट द थिङ्स वाट वी आर गोइङ टु डु होइन त्यसपछि चाहिँ अरू कुरा गर्नु गाइज तपाईँहरूले मलाई देख्नुभयो होला आफ्टर अ लङ टाइम आइएम इन फ्रन्ट अफ यु है त्योभन्दा अगाडि चाहिँ तपाईँहरूले सोचिरहनु भएको होला यो मान्छे वेयर हि इज गन होइन कहाँ गयो होला कता हरायो होला यु गाइज होइन कन्फ्युजन्स यु हेभ अ डिजायर्स तपाईँहरूसँग चाहिँ कुनै एउटा डिजायरहरू चाहिँ भयो होला आई थिङ्क होइन मेरो ओपिनियन्समा चाहिँ बट त्यतिको हुनु पनि एउटा बेटर कुरो हो किनकि रेगुलर बोलिरहेको र रेगुलर देखिरहेको मान्छे एक्कासी चाहिँ द्याट इफ दे आर डिसेबल फ्रम द आवर होइन डिस्प्लेबाट हट्दाखेरि चाहिँ वी हेभ अ सम ओपिनियन्स कहाँ गयो होला के गर्यो होला कसो गर्दै होला भन्ने चाहिँ द्याट वी हेभ अ ओपिनियन्स के ओपिनियन चाहिँ नि हामीलाई चाहिँ खुल्दै हुन्छ क्या वाट हि इज डिड वाट हि क्यान डु होइन भने चाहिँ हाम्रो एउटा थट्स चाहिँ एउटा उत्पन्न हुन्छ हामीप्रति चाहिँ होइन सो गाइज तपाईँहरूलाई यो भन्ने गर्दा चाहिँ अब म फ्याक्ट कुरा गर्छु द्याट वेयर आई लस्ट अर वेयर आई डिसेयर फ्रम यु भनेर चाहिँ म चाहिँ तपाईँहरूको सामुन्नेबाट हराउनुको कारण चाहिँ द्याट आई एम गोइङ टु माई वेयर यु गाइज यु डोन्ट नो होइन कहाँ छ भनेर तपाईँहरूलाई थाहा छैन होला बट आई टोल्ड यु वेयर आई हेभ गन द्याट टाइम होइन एन्ड वेयर आई डिसेपियर फर द लङ टाइम होइन भनेर तपाईँहरूलाई फुलदुली के हो त्यसको एन्सर दिँदै गर्दा चाहिँ आई एम गोइङ टु माई ओन भिलेज है म चाहिँ मेरो भिलेज गएको थिएँ फर खासै त म किन गएको थिएँ भने चाहिँ आई एम गोइङ टु फर द इलेक्सन एन्ड इलेक्सन भइरहेको थियो वी निड अ राइट पर्सन इन द राइट प्लेस के हामीलाई चाहिँ राइट मान्छे राइट प्लेसमा चाहिएको थियो है यु नो कस्तो थियो भने हाम्रो जुन वी द्याट भदौ 23 र 24 गतेमा यु गाइज सी त्यति बेला चाहिँ द्याट पिपुल्स डु एन्ड मेनी यङ्गेस्ट पिपुल द्याट जेन्जेस आर लजेस देयर लाइफ के उनीहरूले चाहिँ आफ्नो लाइफ चाहिँ नै एउटा के भन्छ डिस्ट्रोय गर्यो दे लुज होइन अनि त्यसको बापत के पाउने त होइन त्यो वाइ दे लस देयर लाइफ होइन उनीहरूलाई चाहिँ त्यो आफ्नो लाइफ चाहिँ किन चाहिँ डिस्ट्रोय गऱ्यो होइन किन लुज गर्यो त होइन किन भन्दा त वी निड चेन्जेस नि त होइन देशमा हामी के चाहन्छौँ त चेन्जेस किनकि वी सिक्यो हामीले चाहिँ आफ्टर लङ टाइम हामी चाहिँ लङ टाइमदेखि के देखिरहेको थियो भने त्यही पहिलाकै पुस्ताहरू तिनीहरूको फेसेस होइन तिनीहरूले नै गरेको रुल होइन आफ्टर लङ टाइममा होइन लगभग म नै जन्मिएर लगभग जस्तो कि म नै अहिले 20sमा मेरो स्टार्ट भइसक्यो मेरो एज भनेपछि लगभग हाम्रो हाफ अफ मेरो 10 इयर जस्तो त मैले हेरेर मलाई थाहा हुँदाखेरि त्यही शासकहरू छ होइन फेरि यस्तो है शासक किन छ यस्तो राम्रो मान्छे यदि राम्रो काम गरेर राम्रो शासक छ अनि राम्रो रुल गरेर त्यसले चाहिँ एउटा देशलाई चाहिँ राम्रो ठाउँमा लगिरहेको छ भने त्यो फेरि एकदम बेटर हुन्छ है फेरि त्यसलाई चाहिँ फेरि हामीले नट गुड नट ब्याड चाहिँ भन्न सकिन्न बट यदि कुनै व्यक्ति कुनै एउटा लिडर त्यही ठाउँमा बारम्बार दोहोरिँदै त्यसको पोलिटिक एउटा राजनीति खेलेर गएको छ तर
जति पनि डेभलप गर्नुपर्ने हो र जति पनि चाहिँ देशलाई दिनुपर्ने कुरा हो त्यो चाहिँ दिन सकिरहेको छैन भने चाहिँ त्यो के हुन्छ त द्याट इज नट युजफुल फर अस होइन। त्यस्तो खाले व्यक्ति चाहिँ हाम्रो देशमा चाहिँदैन। बट हाम्रो के भयो त नेपालमा मोस्ट अफ द पोलिटिक्स लिडर्स आर रिमेनिङ सेम के कस्तो हो भने उनीहरू चाहिँ कोलाब्रेसन गर्ने त्यसपछि चाहिँ त्यही एकअर्कामा पार्टनरसिप गर्ने अनि एकजना लिडर बन्यो नि फेरि अर्को जान्छ फेरि त्यही टिमको एकजना आएर लिडर बनिन्छ। त्यसरी चाहिँ एभ्री डे दे रुल द आवर कन्ट्री है हामीले सी। अनि त्यसो चेन्जेस 24मा चाहिँ के भयो त विनी र नयाँ कुरा चाहियो। त्यसपछि के भयो त्यतिखेर पोलिटिक लड्यो त्यो बेलाको गभर्मेन्ट ढल्यो। त्यसपछि एउटा सुरेन होइन एउटा क्षणिक टेम्पोरेरीको लागि एउटा 5 to 6 मन्थको लागि एउटा गभर्मेन्ट बन्यो एउटा सरकार बन्यो अनि त्यो सरकारले चाहिँ चलायो र आफ्टर 6 मन्थपछि चाहिँ फागुनमा चाहिँ फेरि एउटा इलेक्सन भयो द्याट इज द एउटा संसदीय चुनाव भयो जुनले चाहिँ सरकार चाहिँ चुज गर्छ एउटा चाहिँ केन्द्रीय सरकार चुज गर्छ। अनि त्यसको लागि चाहिँ अनि हामी जेन्जिसहरू त अब म पनि एकजना जेन्जिस नै पढ्छु अनि विननिर चेन्जेस होइन। हामीलाई चाहिँ के चाहिएको थियो त हामीलाई चेन्ज चाहिएको थियो इन द कन्ट्री होइन इन द एभ्री फिल्ड अफ आवर सिचुएसन इन एभ्री कुना हाम्रो हरेक कुनादेखि ल्याएर तपाईँको हरेक माथिको लेभलसम्म हामीलाई चाहिँ एउटा के नयाँ लिडर होइन नयाँ फेस नयाँ काम गर्ने तरिका चाहिएको थियो। अनि त्यस्तै त्यति बेला चान्स आयो। अनि त्यही भएर हामीसँग त अब एउटा मतदान गर्ने हामी यदि युवाहरूले नै चाहिँ त्यहाँनिर गएर मतदान गरेन भने चाहिँ कसले चाहिँ आएर मतदान गरेर चाहिँ द्याट पिपुल द्याट कसरी चाहिँ एउटा राइट पर्सन चाहिँ राइट प्लेसमा आउँछ त होइन। अनि त्यही कारणले चाहिँ विनी र अनि हामीले चाहिँ एउटा लिडर चाहिँ चुज गरिसकेको थियो। अनि अब पार्टी त जुनसुकै होस् वी डोन्ट केयर होइन हुन त एउटा पार्टी चाहिन्छ एउटा पोलिटिक र एउटा सही बाटोमा एउटा सही मार्गमा एउटा चलाउनको लागि चाहिँ। बट त्यो पनि ठिक थियो। अनि हामीले चाहिँ गयौँ अनि म गएँ स्पेसली मेरो दाइ अनि मेरो दिदी गएँ अनि हामी म र दिदीले चाहिँ बिकज अफ द हामीले चाहिँ भोट चाहिँ दिनु पाएन गयौँ होइन छुट्टी लिएर अफिसबाट गएर भोट दिनु गयो। बट मैले भोट त दिनु पाएन बट वाट वी डिड होइन मेनी अफ द जेन्जिसले चाहिँ के गर्यो भने यो सिजन चाहिँ हामीले चाहिँ जेस होइन के गर्यो भने आफूसँग एक भोट दिनु पाएन मैले मानिलिउँ होइन जस्तो कि मैले एक भोट दिनु नपाए पनि के गरेँ त मैले चाहिँ मबाट एक भोट नगए पनि मैले चाहिँ 5वटा अरू 6वटा जति चाहिँ भोट मैले तान्दिएँ क्या। कतिले त 10वटा जति भोटै तान्दिएँ। कसरी त भनेपछि चाहिँ मोस्ट अफ द पिपुल के छ त अहिले धेरै मान्छेको छोराछोरी विदेशमा बसेको छन् र कति मान्छेहरू चाहिँ तपाईँको नेपालमै छ जेन्जिजहरू होइन उनीहरू पनि नयाँलाई चाहिँ चान्स दिउँ न भन्ने थियो कि। अनि त्यही भएर हामीले चाहिँ के गर्यो त हाम्रो प्यारेन्ट्सहरूलाई चाहिँ हाम्रो प्यारेन्ट्सको चाहिँ प्राइस त कस्तो हुन्छ त पोलिटिक्सहरूको चाहिँ कस्तो हुन्छ नि भने उनीहरू चाहिँ हामी चाहिँ त्यही पार्टीबाट आएर हामीले चाहिँ त्यही पार्टीलाई नै चाहिँ मतदान दिनुपर्छ भन्ने एउटा सोच हुन्छ उनीहरूकोमा चाहिँ। तर हामीले चाहिँ त्यस्तो गर्नु हुँदैन है भन्ने एउटा अवेरनेस देखाएर चाहिँ उनीहरूलाई चाहिँ हामीले के गर्यो त हामीले चाहिँ उनीहरूलाई के गर्यो भने अब चाहिँ नयाँ पार्टी आउँदैछ त्यहाँदेखि नयाँ सरकार आउँछ जे जस्तो भए पनि काम गरोस् नगरोस् वी डोन्ट निड हामीले सबै सरकार हामीले सबै लिडर्सको फेसेस हेरेँ काम हेरेँ। अब त हामीलाई चाहिएको भनेको त नयाँ रुल हो नयाँ उयो हो नि त। त्यही भएर तपाईँहरूले चाहिँ अब पहिलाकै पोलिटिक्सहरूलाई नभएर वी हेभ टु चुज द न्यू वानलाई चाहिँ चान्स दिनुपर्छ भनेर चाहिँ हामीले त्यसरी चाहिँ धेरैले चाहिँ हामी साथीहरूले चाहिँ त्यसरी मोटिभेट गर्यो अब अरूले थाहा भएन। अनि त्यसरी चाहिँ हामीले त मोटिभेट पनि गरेर कति हाम्रो लगभग घरबाट अनि गयो भोट र सरकार चेन्ज भयो अनि सरकार बन्यो र अहिले वर्किङको फेसेसमा छ। अब हामीले अहिले केही भन्नु मिल्दैन किनकि कुनै पनि चेन्जेस भएपछि ठ्याक्कै काम हुँदैन किनकि यसलाई टाइम लाग्छ होइन कुनै पनि कुरा एक्कासी हुँदैन। सो अनि त्यही भएर चाहिँ अब हामीले चाहिँ वर्क कसरी जान्छ वर्क फलो कसरी हुन्छ होइन वी हेभ टु सी द अब वर्क्स कसरी जाँदैछ होइन उनीहरूले काम कति गर्दैछ पछि हामीले 1 इयर भित्र पनि काम गरेर चाहिँ त्यति देखेन भने चाहिँ अनि चाहिँ यसले चाहिँ काम गरेन चाहिँ भनेर चाहिँ हामीले भन्न सकिन्छ। तर अहिले नै चाहिँ मोस्ट अफ द पिपल चाहिँ यसले काम गरेन त्यो गरेन भन्छ बट दिस इज अ नट अ पर्फेक्ट भन्छु म चाहिँ किनकि हामीलाई चाहिँ एउटा राइट टाइम दिनु पऱ्यो नि त उनीहरूलाई पनि काम गर्ने त अनि पो एनालाइज गरेपछि त्यहाँदेखि 1 महिना काम गर्नु पाएको छैन भने काम गर्दैन यताउति भन्नु पाएन। त्यो चाहिँ बुढापाकाहरूको सोच त्यस्तो छ बुढापाकाको झोलेजहरूको होइन बट ठिक छ आफ्नो ओपिनियन हुन्छ
सो हामीले चाहिँ त्यसरी चाहिँ लिडरलाई चेन्ज गऱ्यो ल्यायो र अब हामी काम हेर्दैछौँ र गाइजहरू म चाहिँ बिलअप हुनुको कारण चाहिँ त्यही थियो तपाईँहरूको सामुन्नेबाट एन्ड आइ एम कमिङ इन फ्रन्ट अफ यु एन्ड आइ एम टकिङ लाइक दिस एन्ड वी विल बी द टुगेदर इन द कमिङ फ्युचर्स है सो तपाईँहरूले थाहा हुनु होला म कहाँ हराएको थिएँ भनेर अब हामी अर्को एउटा टपिकको कुरा गर्छ आज मैले त्यो चाहिँ पत्ता लगाएको कुरो एन्ड आई एम टकिङ नाउ एन्ड हुन त मैले त्यो घरमा पनि एप्लाई गरेको थिएँ बट नट कन्टिन्यू बट अब फ्रम टुडे आई स्टार्ट सो अब अहिले चाहिँ म तपाईँहरूलाई त्यो टपिकमा म चाहिँ तपाईँहरूलाई लिएर गएँ